नमस्कार। यहाँलाई विदितै छ आर्थिक समृद्धि बिना देशको रूपान्तरण सम्भव छैन। तर नेपालको सन्दर्भमा कतिपय विद्यमान कानुनी प्रावधान र प्रक्रियाहरू नै आर्थिक समृद्धि र विकास निर्माणका लागि बाधक बनिरहेका छन्। नेपालमा विकास निर्माणका कामहरू धेरै पटक कानुनी प्रक्रिया, अनुमति स्वीकृति र समन्वयको जटिलतामा फस्ने गरेका छन्। उदाहरणका लागि वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, जग्गा प्राप्ति ऐन, सार्वजनिक खरिद ऐन लगायतका दर्जनौं ऐन तथा नियमहरूको कार्यान्वयनमा रहेका जटिलता र अस्पष्टताले विकास निर्माणका गतिविधिहरूलाई पाइला पाइलामा रोक्ने अवस्था सिर्जना भएको छ। यसबाहेक नेपालले पर्याप्त तयारी र प्रभाव मूल्याङ्कन बिना नै धेरै अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू अनुमोदन गरिरहेको छ। नेपाल सन्धि ऐनमा नेपालको कानुनसँग बाजिने अवस्थामा अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रावधान लागू हुने व्यवस्था गरिएको छ। यस्तो व्यवस्थाले घरेलु प्राथमिकता, स्रोत साधन र कार्यान्वयन क्षमतासँग मेल नखाने प्रतिबद्धताहरूको भार बढाउने गरेको छ। विकसित देशहरूले यसरी अन्धधुन्ध सबै सन्धि सम्झौताहरू तुरुन्त अनुमोदन गर्दैनन्। उदाहरणका लागि बाल अधिकार महासन्धि र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिहरू अमेरिकाले आजसम्म पनि अनुमोदन गरेको छैन। यसरी अन्तर्राष्ट्रिय प्रतिबद्धता र घरेलु कानुनका विकास विरोधी प्रावधानहरूले विकास निर्माण र आर्थिक समृद्धिमा अडचन ल्याइरहेका छन्। सरकारले नै कानुन बनाएर विकास निर्माणलाई तँगारो हालिरहेको अवस्था छ। त्यसकारण उज्यालो नेपाल पार्टी विकासका बाधक बनेका कानुनहरूको निर्मम समीक्षा गरी त्यस्ता कानुनहरूको आवश्यक संशोधन गरी विकासमैत्री कानुनी संरचना निर्माण गरी देशलाई समृद्धिको उज्यालोतर्फ लैजान चाहन्छ। धन्यवाद। उज्यालो नेपाल पार्टी।